साथीहरू, आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजको दिन के कस्तो हुन्छ म तपाईँलाई देखाउन गइरहेको छु। तपाईँहरूलाई हेरेर इन्जोय लिनु होला तपाईँहरू पनि है त साथीहरू। बाई। आज वेदर कस्तो छ? हाई साथीहरू, नमस्ते सबैलाई। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। के कस्तो हुन्छ आजको दिन हेरेर इन्जोय लिनु होला तपाईँहरू। हामी पनि इन्जोय गर्नेछु है त साथीहरू। के हुन्छ म तपाईँहरूलाई देखाउने छु। आज म नयाँ ठाउँ जाँदैछु। मेरो साथी पनि भेटियो। अब चाहिँ हामी सर यहाँबाट चढेर जानेछौँ। हाम्रो मिनी बस चाहिँ 38 हो। बाजेले हेर्दै हुनुहुन्छ कसैले अक्टोबस बजायो बजाएन भनेर। हेर्न सक्नु भने तपाईँहरू पनि म देखाइदिन्छु। चक्कर लाएरै छु बाबाले लाउनुपर्छ। यो सिस्टम होला नि त। के भएर पो होइन मिनी बस त्यहाँबाट जाँदैछ यहीबाट आउँदैछ भनिदिनु। हामी पढ्ने ठाउँ साइन्स क्लास कति कुराहरू यो सबै मिस हुन्छ है कति बेला हेर्दा। त्यो भएर समय हुँदै समयलाई सदुपयोग गरौँ साथीभाइहरू। यो समय फेरि बारबार आउँदैन, कसैलाई देखेको हुँदैन। हामी चाहिँ फर्स्ट जिउँदाखेरि चाहिँ मान्छेले कसरी जिउनु पर्छ भने आजको दिन अब हामी बाँच्ने हो नि त। कसरी आज हामी चाहिँ कसरी खुसी हुने भनेतिर लाग्नुपर्छ कि। मान्छेहरू लामो सोच्छ, सबै सोच एउटै त हुँदैन। र म चाहिँ आज कसरी खुसी हुने, आजको दिनलाई चाहिँ कसरी स्पेसल बनाउने, म चाहिँ त्यसरी जिउँछु कि। हेर्दाखेरि साथीहरू यस्तो यस्तो जिउँ एकदम पछाडिको लागि सोच्ने दुइटै साथी मेरो एकदम मिल्ने घनिष्ठ साथी भनेको जब नेपालबाट चाहिँ अमेरिका पनि अलिकति सोच फरक भएपछि त मान्छे नमिल्नु पर्ने हो नि त। तर किन मिलिरहेको छ मिलिरहेछ भने हामी डिफ्रेन्ट भए पनि हामी कस्तो भने तिम्रो कुरालाई नि भन्छु नि, अब मेरो कुरालाई तिमी भन्छौ होइन यो होइन भने हामी बिक्री गर्दैन नि त। त्यो भएर चाहिँ हाम्रो एकदम सहमतै राम्रो रहेछ, सहमतै ठुलो कुरा रहेछ। मेरो साथी चाहिँ कुरा गर्नुभयो साथी
लक्ष्य थियो होइन मेरै समयमा तिमीले यो पोइन्टलाई गाना तर आफूले पैसा लगाएपछि चाहिँ अरूको भन्नु नपरौँ न त आफूले कमाऊँ भन्ने सोच त हुँदो रहेछ हुन्छ अब आफू सधैँ कमाएन अरूलाई माग्नु पर्दैन नि त मैले यो हङ्गमै छोडे पनि होइन दिदी मैले जुनै देश गएर पनि मैले कमाउनु जरुरत छ मैले त जहाँ मेरो जीवन कमाउने हुँदैन तपाईँसँग साथीहरू यो चाहिँ हाम्रो हङकङको कामटिङ गाउँ भन्ने ठाउँ हो हेर्नु होला सेम नेपालको नेपालको तिर्सना मेटिएको छ नेपालको तिर्सना मेटिएको छ झर्नु पर्यो ल आज सरकार बिजनेस हो एकदम बिगाडी बिजनेस चलिरहेको छ जस अब यस्तो काटिन सक्छ होला त्यही समयपछि यो काटिने हाम्रो पनि योजना छ हाम्रो सपना छ भगवान जीले पनि हामीलाई पुरा गरिदिनु हो त्यो थाहा भएन आइगो हो चाहिँ राख्छौँ अब हेरौँ समयले काँचमा जोड्ने हो काट्ने हो जसमा यो मान्छेले रङ साइड बनाउने जस्तो भइरहेको छ त्यस्तो किन ब्लगर गाह्रो छ यार अब जिब्ला पनि क्याप्चर गर्नुपर्ने हुन्छ बोल्न गाह्रो हुन्छ वाउ ल लोकल टमाटर यसो नाश भएको छ यहाँनिर बादल पाएको देशमा भन्ने याद आयो ठ्याक्कै बादल सादो inside. Come here. Come here, come here. Come here. Follow me, Ro. सोचेले त थाहा पाउँदैन के यता हो के तिमीलाई कसरी याद नभएको हो मलाई याद छ भाइ बरु ल यो चाहिँ हामी नेपालमा हामी चाहिँ यो चाहिँ यसलाई चाहिँ सिरिङबा भन्छौँ सिरिङबा भन्थ्यौँ भन्दा सिरिङबा हो भन्दा नि यो त सिरिस हो होइन त हामी पिलपिले भन्छौँ हो तिमीले कसरी यो माथि हो ए यताबाट माथि हो बाटो मिस गरेको छु यार यो के हो नि यो गेडागुडी के हो छैन हक अवस्था गाह्रो छ साथीहरू पैसाको डलरको बिचाले यसमा हाट्नेवाला छ अब आज 12टा एकदम खोला पनि देख्यो काँडो मेरो त खोला छ टुरिस्ट होइन अब खोला देख्यो हो त्यही मान्छे झरेको हो मेरो गाडी त्यस्तो भएर बसेको हेर ल हेर यार कुदाउने मालिक नभएर मालिकै कमी छ यार हामीसँग एउटा पाख्न पाए पनि हुन्छ भन्ने टाइपको उकालोमै उकालो होइन न उकालो
अब चाहिँ हाम्रो डलर बिसाउने ठाउँमा आइपुग्यो। यो मेरो पहिलाको पुरानो घर हो। चिकनहरू यहाँ पुरा आफ्नो डोइमा बसिया छन्। बोलेर रोडभित्र पनि घर बन्द छ यहाँ त। त्यो देखिरहेको चाहिँ चाइना हो। चाइना चाहिँ पारी र पारी चाइना र हस्पिटल चाहिँ चेचे चेचे मरि कता साँडेहरू सँगै। ल साथीहरू हामी चाहिँ फार्ममा आइसकेको अवस्था। अब हामी चाहिँ फार्मभित्र जाने हो। भएको छ गाडी लिएर कुखुरा फार्ममा। मेरो साथी चाहिँ एकदम असिनै पसिना भएर कति राम्रो आएको छ साथी तिमी। लाग्दैन तेरो बोजूको चाहिँ यहाँ कुखुराको लागि एकदम रेडी गर्दैछ। एकदम स्यानेक गरेर अब हामी चाहिँ कुखुरा कटिङतिर लाग्दैछौँ साथीहरू। होइन मैले कसरी गर्न सक्छु। ल हेर अन्डा त सबै भित्र पाकेको त्यसरी। अन्डा पाकेको ल हेर हेर ल हेर होइन यो गर्मीले होला उसले पढ्न पाएको। ल गाई ल हेर्नु एउटाले मासु पोल्न लगाएको भित्रै अन्डा पाकेर ल यहाँ देखाऊ। होइन यो अन्डा पाकेको हो न। यस सी अर्को अन्डा कति ठुलो पानी परेको बाहिर। ल है साथीहरू घरतिर फर्केको मारकाट गरेर पाप लाग्छ के लाग्छ। फार्म हाउस झरी बादल भरे भेटौँ ल। बाई साथीहरू। साथीहरू हामी घरतिर फर्क्यौँ। आज यस्तै भयो हेरेर तपाईँहरू पनि इन्जोय लिनु होला। हामी पनि इन्जोय लिन्छु। के कस्तो हुन्छ बाटोतिर देखाउँछु। चिकन फार्म हाउस मेरो साथीले छिटाइ गुड्काउँदैछ। म चाहिँ यतातिर छु। के भयो यस्तो? बाटो यो हो। म गुड्काम ल मरे मरे तिमीले आज फाल्छ यो। ल मेरो यो टमाटर ट्रेनिङ नलिएको मासु त थोरै
घाम नसकेको होला नि Screw the striving, striving. Let me fully enjoy the joys of summer under the shade of the tree, by the campfire, on the mountains, by the stream, under the blue sky, under the stars, by your side, and by you all. Let's sing, dance, and drink. What a cool summer. The summer rhythm, my summer beat. I'm looking for my summer beat. I've got to scream out my love for summer. Just leave all the troubles behind. Screw the plan. ए धेरै उरालो भएर हो क्या त्यो The dream. यो चाहिँ त्यो ओह्रालो थिएन र यो यो त्यति ओह्रालो छैन त्यो अघि त्यति ओह्रालो थिएन पानी परेर हेर्नु हामीले यस्तो भित्र बन्द भइराखेको थियो साथी र म के गर्ने होला साथीहरू साथी यहाँ रिसाएर मर्न लागिसक्यो रिसाएर घरि परेছি बादल परेছি बर्खा लाएছি ओए गाडी आएको किन गाडी कता ओ यहाँ हो गाडी आएको यहाँ होइन होला है यहाँ तल हो बस स्टप कस्तो राम्रो घर कस्तो राम्रो जङ्गल पानीले रुचायो है साथीहरू हामीलाई पानीले रुचायो के गर्नु पैसा कमाउन गाह्रो छ साथीहरू गाह्रो छ God bless you. के भयो अरे साथी के भयो अरे मुसा भिजे जतिकै यसको तारमा कति कुरामा फाइदा छ कति कुरामा घाटा छ ओइ कति हामी हेर्नु माथिको बाटो आएछ कि होइन त हामी हराएको त ओ यहाँबाट रहेछ ओइ अन्त लाग्छ यो बुढी त अघि पनि बसिया छ अहिले पनि बसिया छ त भाइ भयो अब एउटै कुरा कति भन्यो बेसरी रिस उठ्यो क्या हो माथि अगाएर हिँडेको नि हामी त सात रुपियाँ बिर्सेको छु साह्रै गाह्रो भयो है पानीले रुँदैन हेर्नु साथीहरू बहुत जाडो भयो बहुत हेर्दै मेरो साथीहरू है पानीले रुचेर साह्रै गाह्रो बनाएको छ ए मेरो साथीले त छाता नि फेला पार्यो मेरो छाता पनि फेला पारेको छैन हाम्रो सामान यता छ हाम्रो मान